तिम्रो मायामा पागल भएर होला लुगा धुने साबुनले कपडा धुन थालेको छु। यस्तै चल्दैछ जिन्दगी। अरु घुमेको फोटो हेर्यो, लाइक गर्यो, बस्यो। कलियुगको सबैभन्दा ठुलो वास्तविकता। यदि कसैले धेरै कष्ट पाइरहेको छ भने यसको मतलब यो होइन कि उनीहरूको कर्म खराब छ। यसको मतलब त यो हो कि उनीहरू हदभन्दा बढी राम्रा छन् र यो दुनियाँले उनीहरूलाई बुझ्न सकेको छैन। म पनि आइफोन 17 किन्न सक्थे, तर कलर मन परेन, त्यही भएर नकिनेको। आइफोन त होइन, आफ्नोमा एप्पल किनेर खाने पैसा पनि छैन। आमा र बुढीको झगडामा एउटा पुरुष पुरै टुट्छ। यो कुरा न त आमाले बुझ्छिन् न त श्रीमतीले। यदि उसले आमाको पक्ष लियो भने श्रीमती रिसाउँछिन् र यदि श्रीमतीको पक्ष लियो भने आमा रिसाउँछिन्। आखिर पुरुषले के गरोस्? अन्त्यमा उसले आफ्नो पुरै जिन्दगी सम्झौता गरेरै बिताउँछ। हिरा र मोती भन्दा बहुमूल्य हुन्छ रहर र बाध्यताको बीचबाट निक्लिएको खुसी। सफल भएको छैन, हारेको पनि छैन, सायद आउने दिन राम्रो हुन्छ भनेर अझै कोसिस गर्न छोडेको छैन। आमा भनेको आमा नै हुन्, जसले 500 भन्दा 1000 दिन्छिन्। एक रोटी माग्दा 5 रोटी दिन्छिन्। यहाँ आऊ, केही गर्दिन भनेको भनेर राम धुलाइदिन्छिन्। जरुरी लाग्दैन मलाई अब सबैको चित्त बुझाउनु पर्छ भनेर, किनकि मैले बुझिसके कसैलाई जति नै गरे पनि नहुँदो रहेछ। बाबाले कमाएर आमाले पकाएर दिँदासम्म मात्र हो जिन्दगी एकदमै सजिलो लाग्ने। जब जिम्मेवारी काँधमा आउँछ तब बल्ल थाहा हुन्छ जीवन कति कठिन छ भनेर। भगवानलाई मेरो लागि एउटा सही केटी पठाइदेऊ भनेको थिएँ। यति साह्रो सही पठाइदियो कि अब त जहिले पनि मेरो मात्रै गल्ती हुन्छ। आमाले नारीको खुट्टा ढोक र बाबाले शिरमा सजाउन सिकाएको छोरा हुँ। धेरै मेहनत गर्नु छ, पछि गएर एउटा आमालाई छोरा र अर्को आमालाई ज्वाइँ भन्दा गर्व होस्। आफन्तले नै सिकाए आफ्नो कोही हुँदैन भनेर। सपना एकतिर, गन्तव्य अर्कोतिर, रहर एकतिर, परिस्थिति एकतिर, मन एकतिर, म अर्कोतिर। लाइक, कमेन्ट, सेयर गरिदिनुहोस् होला। यहाँ आफू त बाउको ज्याकेट लगाएर बस्नु परिरहेको छ, उसलाई चाहिँ हुडी चाहियो रे। हुडी त टाढाको कुरा हो, यहाँ रुमाल धरी किनिदिने कोही छैन आफ्नो त। आमाले पनि हरेस मानिन होला, आश मात्र देखाउने यो छोराको असफलता देखेर। भनिन्छ नि ठुलो घरको छतबाट सहर देखिन्छ, कसैलाई के थाहा झोपडीको आँगनबाट संसार देखिन्छ।